कहिलेकाहीँ कुनै सहकर्मीको व्यवहारले काम गर्ने ठाउँले कस्तो एकदमै असहज र अलमलपूर्ण भएको महसुस हुन्छ होइन त? आज हामी यही जटिल विषयलाई केलाउँदैछौँ। कार्यस्थलमा आत्ममुग्ध व्यक्तिहरूलाई कसरी चिन्ने र उनीहरूसँग व्यावसायिक रूपमा कसरी प्रस्तुत हुने? ल, यो विषयलाई हामी 5वटा खण्डमा बाँडेर हेरौँ है त। सुरुमा सङ्केतहरू कसरी चिन्ने, त्यसपछि त्यसले पुर्याउने लुकेको क्षतिबारे बुझ्ने र अन्त्यमा सहकर्मी, नेतृत्व र व्यवस्थापनले अपनाउन सक्ने रणनीतिहरू के हुन् त्यसबारे छलफल गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, सङ्केतहरू पहिचान। किनभने कुनै पनि समस्या समाधान गर्नुअघि त्यसलाई राम्ररी चिन्नु जरुरी छ। आउनुहोस्, यस्तो व्यवहारका मुख्य सङ्केतहरू के हुन् त्यो बुझौँ। सबैभन्दा पहिले एउटा कुरा के प्रश्न पारौँ भने, कार्यस्थलमा देखिने आत्ममुग्धता भनेको सामान्य घमण्ड मात्रै होइन, यो त्योभन्दा निकै गहिरो कुरा हो। यो खासमा शक्ति, नियन्त्रण र अरूबाट कुनै न कुनै भावनात्मक प्रतिक्रिया, चाहे त्यो प्रशंसा होस् वा डर, खोज्ने व्यवहारसँग जोडिएको हुन्छ। यस्ता व्यवहार चिन्ने केही ठोस आधारहरू छन्। पहिलो, उनीहरूमा आफूलाई नायक वा शहीद देखाउने बानी हुन्छ। प्राय आफैले बिगारेको समस्या समाधान गरेर सबैको नजरमा पर्न खोज्छन्। दोस्रो, टिमको सफलतालाई सजिलै आफ्नो बनाइदिन्छन्। तेस्रो, कुनै पनि सुझाव वा आलोचनालाई व्यक्तिगत आक्रमणको रूपमा लिइहाल्छन्। अनि चौथो, सहकर्मीहरूलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छन् र काम सकिएपछि बेवास्ता गर्छन्। यो व्यवहार उनीहरूको बोलीमा प्रष्टै देखिन्छ। उदाहरणको लागि, जब टिम सफल हुन्छ, सामान्यतया हाम्रो टिमले गर्यो भनिन्छ। तर आत्ममुग्ध व्यक्तिले त्यसलाई मैले निर्देशन दिएर गराए भन्दै सम्पूर्ण श्रेय आफूतिर तानिदिन्छ। यो सानो देखिने तर निकै महत्त्वपूर्ण सङ्केत हो। अब जाउँ दोस्रो खण्डमा, लुकेको क्षति। यस्तो व्यवहारको असर 1-2 जनामा मात्र सीमित रहँदैन। यसले बिस्तारै सम्पूर्ण टिम र कम्पनीको संस्कृतिमा नै गहिरो र नकारात्मक असर पुर्याइरहेको हुन्छ। हो, यो एक किसिमको सांस्कृतिक विष जस्तै हो। जसरी एक थोपा विषले पुरै पानीलाई विषाक्त बनाउन सक्छ, त्यसैगरी एक व्यक्तिको नकारात्मक व्यवहारले सम्पूर्ण कार्यस्थलको वातावरणलाई नै खराब बनाइदिन सक्छ। यो असर बिस्तारै तर गहिरो रूपमा फैलिन्छ। यसका परिणामहरू निकै गम्भीर हुन्छन्। पहिलो त टिममा मनोवैज्ञानिक सुरक्षा नै रहँदैन, जसले गर्दा कर्मचारीहरू नयाँ विचार राख्न वा गल्ती स्वीकार गर्न डराउन थाल्छन्। दोस्रो, कम्पनीका सबैभन्दा राम्रा र इमान्दार कर्मचारीहरू यस्तो वातावरणमा बस्न सक्दैनन् र काम छोडेर जान्छन्। अनि तेस्रो, सङ्गठनले गलत सूचनाको आधारमा निर्णय लिन थाल्छ, किनकि यस्ता व्यक्तिहरूले आफूलाई राम्रो देखाउन तथ्यहरू तोडमोड गरिसकेका हुन्छन्। यो तथ्याङ्कले अवस्थालाई अझ स्पष्ट पार्छ। हेर्नुहोस् त, एउटा औसत टिममा कर्मचारीले काम छोड्ने दर 10% हुँदा, एक आत्ममुग्ध व्यवस्थापक भएको टिममा यो दर 90%सम्म पुग्न सक्छ। यसले के देखाउँछ भने, यस्तो व्यवहारले कम्पनीको सबैभन्दा मूल्यवान सम्पत्ति अर्थात् प्रतिभाशाली कर्मचारीहरूलाई गुमाइरहेको हुन्छ। ल, समस्या र असर त बुझियो। अब समाधानतिर लागौँ, होइन त? तेस्रो खण्डमा हामी हेर्नेछौँ सहकर्मीको रणनीति। यस्तो व्यवहारबाट प्रभावित सहकर्मीले अपनाउन सक्ने एउटा निकै प्रभावकारी रणनीति छ, जसलाई ग्रे रक रणनीति भनिन्छ। यो विधिलाई ग्रे रक वा खैरो चट्टान विधि भनिन्छ। यसको मुख्य विचार भनेको आफूलाई भावनात्मक रूपमा एकदमै निरस र अरुचिकर बनाउनु हो, जसरी बाटोमा पल्टिरहेको एउटा सामान्य ढुङ्गा हुन्छ। जब उनीहरूले चाहेको जस्तो नाटकीय प्रतिक्रिया वा प्रशंसा पाउँदैनन्, उनीहरूले अन्ततै ध्यान मोड्छन्। यो विधि अपनाउने 3 सरल चरणहरू छन्। पहिलो, कुराकानी एकदमै छोटो, कामसँग सम्बन्धित र व्यावसायिक राख्ने। दोस्रो, उनीहरूलाई कहिले पनि नमागेको सल्लाह नदिने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, उनीहरूले गलत आरोप लगाउँदा वा कुरा बङ्ग्याउँदा आफूलाई सही साबित गर्न तर्क वितर्कमा नअल्झिने। प्रतिरक्षा नगर्ने चरणको लागि यो एउटा निकै शक्तिशाली वाक्य हो। जब उनीहरूले कुनै घटनालाई गलत तरिकाले प्रस्तुत गर्छन्, बहस गर्नुको सट्टा शान्तपूर्वक त्यो घटनाबारे मेरो सम्झना फरक छ भनेर कुरा टुङ्ग्याइदिन सकिन्छ। यसले विवाद बढाउँदैन, तर आत्मसमर्पण पनि हुन दिँदैन। अब व्यक्तिगत स्तरमा मात्रै लडेर त पुग्दैन, सङ्गठनलाई नै बचाउन नेतृत्वले के गर्नुपर्छ त्यो हेरौँ चौथो खण्डमा, नेतृत्वको प्रतिरक्षा। यसमा संरचनात्मक जवाफदेहिता सुनिश्चित गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेताहरूले 3वटा मुख्य काम गर्न सक्छन्।
पहिलो, हरेक कुरा लिखित रूपमा राख्ने, जसले गर्दा पछि कुरा फेर्न नसकियोस्। दोस्रो, पदोन्नति र पुरस्कार व्यक्तिको चाप्लुसीको आधारमा होइन, वास्तविक तथ्याङ्क र कामको आधारमा दिने। र तेस्रो, 360 डिग्री समीक्षा लागू गर्ने, जहाँ जुनियरहरूले पनि सिनियरबारे गुमनाम रूपमा प्रतिक्रिया दिन सक्छन्। जब गुमनाम समीक्षाले एउटा व्यवस्थापकको टिममा 90% कर्मचारी छाड्ने दर देखाउँछ, जबकि अरूकोमा जम्मा 10% छ, यो 80% को अन्तरले समस्या प्रणालीगत नभई व्यक्तिगत हो भन्ने प्रमाणित गर्छ। तथ्याङ्कमा आधारित यस्ता प्रमाणले नेतृत्वलाई कारबाही गर्न बाध्य बनाउँछ। र अब अन्त्यमा यी सबै कुरालाई समेटेर एउटा व्यावहारिक खाका हेरौँ। यो दैनिक व्यवस्थापनका लागि एउटा उपयोगी गाइड वा चिट सिट जस्तै हुन सक्छ। यो तालिकाले हरेक चालको लागि सोझो र प्रभावकारी उपाय देखाउँछ। जब उनीहरूले ग्यास लाइटिङ गरेर भ्रम पैदा गर्न खोज्छन्, हरेक कुराको लिखित रेकर्ड राख्ने। जब उनीहरूले श्रेय चोर्न खोज्छन्, टिमका सबैलाई इमेलमा राखेर कामको जानकारी दिने। जब उनीहरूले सहकर्मीहरूलाई जुदाउन खोज्छन्, सिधै एकअर्कासँग कुरा गर्ने। र जब उनीहरूले जानकारी लुकाएर शक्ति देखाउन खोज्छन्, सबै काम साझा ड्राइभमा राख्ने नीति बनाउने। सारमा, यस्ता व्यक्तिहरूसँग भावनात्मक रूपमा नभई प्रणालीगत रूपमा जुझ्नुपर्छ। तर यी सबै त प्रतिरक्षाका उपाय भए। आजको लागि अन्तिम विचार यो हो, प्रतिरक्षा मात्रै गरेर बस्ने कि यस्तो व्यवहार नै फस्टाउन नसक्ने बलियो कार्यसंस्कृति बनाउने।